हेलो गाइज, वेलकम टु माई ब्लगिङ राई। आज चाहिँ हामी धोत्रे डाँडादेखि मयुम डाँडाको यात्रा गर्दैछौँ। हामी 5 जना दाइहरू अनि बुनहरूसँग। अब हामी भारी नि बोकेर हिँडिराख्नु भएको छ। अब कहाँसम्म पुगिन्छ हामी, तपाईँहरूले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। मयुम हुँदै होमस्टे हुँदै साउनेसम्मको अनि अरू साउनेसम्म तार्किन्छ। अब हिँड्दै जाउँ कहाँसम्म पुगिन्छ। ल, तपाईँहरूले अन्तिमसम्म डाँडामा नि यस्तो घरहरू बनिसकेछ गाइज। अनि ओ सर, यो के बोक्नु भएको? यो धक्रोमा के छ? मोमो खाजा बाटोमा खाने? ए, बाटोमा खाने होइन, पकाउँदै खाने बाटोमा। प्लास्टिक बोक्ने दाजु। आजको डाँडा घुमाए अब कस्तो कस्तो हुँदैछ। बुनु हामी घुम्दैछौँ। यो चाहिँ भेडागोडो, यता चाहिँ होमस्टे क्याम्प, छिमालुङ डाँडाको क्याम्प गोठ। अब हामी यता जानेछौँ, मयुम डाँडा चाहिँ पुग्नुलाई छ बाँकी। हामी चाहिँ के भन्छ छिमालुङ डाँडामा छौँ अनि यता म छु। अब त्यो भैँसी उब्रेर कहाँ पुगेको? साथीहरू, यो बोराको चाहिँ मोमो भाडा हो कि? यो मोमो भाडा हो। इस मोमो पकाउने मोमो भाडा कस्तो देख्दैन रहेछ यो। अनि यो मोमो भाडा बोक भनेको बहिनीलाई चाहिँ बोकाएर हेरेर उनीहरू चाहिँ तन्देरी भएर भाग्छ। ए मेरो टोपी नि कसो। अनि मेरो हालत कस्तो छ मलाई मात्रै थाहा छ। यस्तो छ मेरो हालत मोमो भाडा पुगेर। उनीहरू चाहिँ भाग्छन् हो भन। फाइनली गाइज, बुनु र म चाहिँ अहिले सँगै छौँ। अनि यो मोमो भाडा अघि हामीलाई बोकाएको थियो, अहिले चाहिँ यता पढ्नु भयो। अनि हामीले बोकाएर के यो भाडा चाहिँ छोराखेर त गाँथे। त्यो अब केटाले केटी त्यो बेगर त भगाउँछको जस्तै हो होइन। लु भागेर मान्छेहरू हामीलाई बोकाएर अनि अहिले चाहिँ दिम अनि दाजुले पुग्नु हुँदैछ। अनि यो दुईजना ऊ अगाडि अनि यहाँ एकजना छ। हामी दुईजना मात्रै भएर 3 जनाले हेपेर यहाँ हामी बसी खानु छैन, हिँडी खानु छैन। गाइज, हामी चाहिँ मयुम डाँडा नि आइपुग्यौँ र यस्तो छ मयुम डाँडा। म यता कटेकोदेखि नै मैले निकालेँ। मैले फर्स्टदेखि नै निकालिनँ। यस्तो छ डाँडा काँडाहरू मयुम डाँडा। अनि हामी चाहिँ अब तल होमस्टे जाँदैछौँ दाइहरूसँग। बुनु चाहिँ अगाडि नै गयो। हामी चाहिँ अलिक ढिलो गरेर बुनुले त छोडेर गयो। अनि म पनि पछाडि नै छु। दाइहरू गइसक्नु भएको साथीहरू। अब हामी होमस्टे जाँदैछौँ। अब त्यहाँ गएर के हुन्छ चाहिँ साथीहरू, चौरीको अर्ग्यानिक चौरीको बच्चा, लेकमा पर्ने चौरीको बच्चा हो। यिनीहरू चरिरहेको छ। अनि यो चाहिँ उसको माउ हो, चौरीको माउ। अनि यता उधो छ होमस्टे। हामी अब त्यहाँ जाँदैछौँ। अब त्यहाँ अब कस्तो छ है गाइड्सहरू म तपाईँहरूलाई देखाउने छु। दाइहरू कटिसक्नु भयो, म चाहिँ पछाडि छु। आज कस्तो दिन नि डुमडुममा भइरहेको छ। पानी परेकोले अघिसम्म त पानी पऱ्यो, अनि अहिले चाहिँ अलिक उक्राइरहेको छ होमस्टे। जाँदैछौँ। कस्तो होला त
यस्तो रहेछ, यस्तोहरू रहेछ साथीहरू। यता बस्ने ठाउँ रहेछ अनि रुमहरू पनि यस्तो रहेछ है। धेरै राम्रो रहेछ होमस्टे यतिको। अब पर्यटकहरूलाई बस्ने ठाउँहरू यतिको राम्रो हो यो लेकमाथि भनेको। अनि यता चाहिँ चर्पी रहेछ।